गुरुङ जातिको संस्कृति जीवित रहेको ताङतिङ गाउँमा पुग्ने जो कोहीलाई पनि फूलमाला र सेतो अक्षता लगाइदिएर स्वागत गर्ने प्रचलन छ। यस गाउँमा आउने पाहुनाका लागि 14 घर होमस्टे छन् भने 6 वटा होटल र लजहरू सञ्चालनमा छन्। यहाँको होमस्टेमा स्थानीय उत्पादनका स्वाद लिन पाइन्छ। होमस्टे व्यवसायीले आफू कहाँ आउने पाहुनाको इच्छा अनुसार स्थानीय उत्पादनका परिकारहरू पस्कन्छन्। पाहुनालाई मनोरञ्जन प्रदान गर्न र स्थानीय संस्कृति देखाउन आमा समूह र युवा समूहले सांस्कृतिक नृत्य प्रदर्शन गर्दछन्। यहाँको रहनसहन, खानाको स्वाद र संस्कृतिले पाहुनालाई नितान्त नौलो र फरक अनुभूति गराउँछ। ताङतिङ गाउँका मानिसको मुख्य पेशा कृषि, पशुपालन र वैदेशिक रोजगारी हो। गाउँको सुन्दरता र संस्कृतिको आकर्षणले स्वदेशी तथा विदेशी पर्यटक आउन थालेपछि यस गाउँका मानिस पर्यटन व्यवसायमा आकर्षित हुन थालेका छन्। गुरुङ चलचित्र कर्म क्या पुरा हेर्नको लागि रोदीफ्लिक्स लगइन गरी 48 घण्टाको लागि 300 रुपैयाँ मात्र। OTT प्लेटफर्म रोदीफ्लिक्स।